एउटा सिसी क्यामेरा बाहिर जोइन गरेको छौँ र भने ल रातै पर्यो अलि फुटाएको छ ल हेर्नु त यसरी हेलो सेवा नै सम्पूर्णमा नमस्कार स्वागत छ हजुरहरूलाई सुम्निमा पारुहाङ चिन्डे डाँडा ब्लगमा। सो आजको भिडियोमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। अहिले भने चाहिँ म सुम्निमा पारुहाङ प्रतिमा निर्माण एरियातिर हिँडेँ र त्यहाँ चाहिँ 2 दिन अगाडिबाट चाहिँ ढोकाहरू फुटाएर भित्र पसेर मान्छेहरूले चाहिँ अनेक खालको गतिविधिहरू गरिरहेको छ हैन। आज ढोकाहरू फिट गर्ने भनेर कुरा भइरहेछ हैन। आज के काम हुन्छ त तपाईहरुलाई म देखाउने नै छु। सो हेर्दै गर्नु होला। मन परी गर्ने, फोहोर गर्ने, छाप्ने, हक्ने, मुत्ने ल यस्तो छ यो मान्छेको रूप लिनेहरू पशुहरूको। यो भित्रतिर ल यहाँ नवीन दाइ आइसक्नु भएको छ हैन। दाइ चाहिँ यो भित्रको यो फोहोरहरू देखेर चाहिँ बम्बिट आफैलाई बम्बिट आएर माथि छिर्नु भएको रहेछ के। धेरै फोहोर हैन। फोहोर पनि कस्तो फोहोर भन्दा पुरै बम्बिट गरेको छ यसरी चाहिँ यहीँ खाएर हैन। अब यो के भन्ने है, यहाँनिर घडीहरू पनि फुटाइएको छ। यो निकै नै धनत्यहरू नै आएको रहेछन् यहाँ हैन। ए उ त्यो पनि फुटाको बा यस्तोहरू फुटाएको छ सबै। यस्तोहरू फुटाएको छ। हिजो बेलुका 8 बजे 7:30 तिर चाहिँ यहाँ पुरै बत्ती बलिरहेको थियो र म आउन खोजिरहेको थिएँ। जब 8 बजीतिर म बाहिर निस्केँ 7:40 तिर बाहिर निस्किने बित्तिकै बत्तीहरू यहाँ मारेको थियो। यस्तो छ। अब जति क्यामेरा घुमाए पनि ल यता हुनुहुन्छ नवीन दाजु। आज चाहिँ ढोकाहरू फिट हुँदैछ यसरी हैन। ढोकाहरू लाउने काम हुँदैछ किनभने यो ढोका पुरै फुटाएको छ नि त। यसरी फुटाएर चाहिँ भित्र छिरेको छ बाहिरको मान्छेहरू। हुनु त यो भित्र के नै छैन हैन। के चाहिँ छ भनेर यति साह्रो चाहिँ यो भित्र छिर्नु खोज्या हो र छिरेर पनि यसरी चाहिँ काम गरेको छ देख्न सकिन्छ। अब के काम गर्यो भन्दा खानेर हक्ने काम गरेछ यसरी। अब हक्ने ठाउँदेखि हगेको भए हुन्थ्यो। यो खाने बाटोबाट निकालेछ। अनि म फेरि नवीन दाइले यहाँ भन्नु हुँदैछ यहाँ पुरैका पुरा हैन छोपिरहेछ हो। यस्तो कसम यसरी चाहिँ बमिट गरेको आजको कस्तो गनायो पुरै ड्रिङ्क गरेको रहेछ। आमामा वासै गनायो। अस्ति यस्तो राम्रो शिव नानाहरूले सफा गरेर जानुभएको नि यहाँ टिलिक्कै के पुरै पोछा लाएर हैन। यता पनि ल किचन थियो। यहाँ चाहिँ किचनै छ हैन। यो भित्र अस्ति हाम्रो सुम्निमा पारुहाङको प्रतिमाको शिलान्यासको दिन चाहिँ भव्य हाम्रो किचन यहीँनिर चलेको थियो। अब कस्तो है ल यसरी बम्बी गरेको मरे नवीन दाइ यो कसलाई सफा गर्ने अब आफै सफा गर्छु अरे। हे भगवान पुरै पो गन्दा रहेछ नि यहाँ त। त्यो पनि खोलिदिनु न। यो हिजो बिहानको भिडियोमा यति साह्रो छैन। यो हिजो बिहानको भिडियोमा चाहिँ यो बम्बिटहरू छैन। यहाँ म्याटहरू ओछ्याएर सुतेको चाहिँ थियो। यहाँनिर खाएर पोकाहरू राखेको थियो कि थिएन? यहाँ थियो। आज थिएन। उनीहरूले टिपेर यतापट्टि राखेको रहेछ। यहाँनिर छ त्यो पोकाहरू। त्यो पोकाहरू थियो क्या। एक्सट्रिमको खोलहरू पनि भएको नि थियो। त्यसले गर्दा लगेछ हैन। यो पनि यहीँ भएको हो तपाईहरुकै कि? यो तिरपल पनि यहीँ थियो दाजु के उनीहरूले ल्याएको रहेछ?
लगेर हेलमेट लगेर अनि बसेछ नि यता साइड चाड भएर हजुर उनीहरू गएर बसेछ। भनेपछि यो झापझुप्प बत्ती मारेर यता गएको थिएछ हिजो, मैले तलबाट देखिनँ क्या। अब यी यस्तो यस्तो त यो सानो खेल्ने बच्चाहरूले पनि चकचक गरेको कि के भन्ने है, यस्तो गर्दैन होला क्या। यस्तो चिजहरूले के नै बिगारिदिएको छ, बस्ने ठाउँ यत्रो छ बाहिर है, अलिकति डर पनि नलागेको है मान्छेहरूलाई। के भन्नु के भन्नु त्यो अब आइहाल्यो भने ठिकै छ भन्ने हिसाबले बस्यो होला, नत्र भने होइन। अब यसरी ढोका लगाएको ठाउँमा सडक लगाएको ठाउँमा होइन थुनिराखेको घरतिर छिरेर चाहिँ यस्तो खालको हरकत गर्नु भनेको होइन के भन्ने अब जिउ छाडा मान्छे अरे पक्कै पनि जिउ छाडै है, जे भए पनि अब लगेर लैजाउँ भेटिहाल्यो भने भन्ने हिसाबले बस्यो होला नि, नत्र भने त अनि अलिकति सक्दैन नि। मै त रात दिन भिडियो बनाउँदै आउने, मै त यहाँको कति चाहिँ रेखदेख गरिरहेको मान्छेले यसो ढोका झ्यालबाट टाउको हालेर हेर्न नि कस्तो कस्तो लाग्छ। अनि ल अनि यसरी चाहिँ अब पुराका पुरा यो भित्र बमिट गरेको तपाईँहरूलाई मैले देखाएँ पनि बेसनमा पुरै होइन थुपारेको छ। नवीन दाजु भन्नुहोस् त कसले सफा गर्छ अरे अब यो हामीले नै गर्नुपर्छ भने म आफै गर्छु। बिचरा म पनि सघाउँछु, आफै गर्नु भएन तर आँखा चिम्लेर है। यत्तेरी यो सम्झी कसम कस्तो गिट पो लाग्छ है। कति यस्तो छ है यो चाहिँ अहिले, जहाँ चाहिँ अस्ति हाम्रो सुम्निमा पारुहाङको शिलान्यासको दिन भव्यताका साथ यो घरमा चाहिँ यसरी यो हलमा चाहिँ किचन चलेको थियो होइन, खानेकुराहरू पाकेको थियो, पकाइएको थियो। अब यो घरले चाहिँ संस्थाले लिइसकेपछि, सुम्निमा र पारुहाङको संस्थाले लिइसकेपछि यहाँ चाहिँ केही सामान राख्नुहुन्छ भनेर चाहिँ यो घर नभत्काएको। तर यहाँ चाहिँ एकदमै यो फटाहरूलाई चाहिँ बस्ने ठाउँ र लुक्ने ठाउँ भएछ होइन। यो राम्रो मान्छेहरू त होइन नै, तर गइ नै सकेको थियो कि क्या हो यस्तो छ। ल नवीन दाइले यहाँनिर बिचरा ढोकाहरू नै टुक्रा टुक्रा टिपेर हेरिराख्नु भएको छ दाजु। अनि यो अब यस्तो यो घरको ढोकै फोड्ने, झ्यालै फोड्ने, घरै फोडेर भित्र छिर्ने, यस्तो आतङ्कै मच्याउने खालको यस्तो खालको गतिविधि देखाउने मानिसहरू हो कि यो के हो होइन। मान्छे त मान्छेको रूप त होला। यस्तो मान्छेहरूदेखि चाहिँ यहाँको स्थानीयलाई पनि एकदमै असुरक्षित देखिएको छ। अब यो बारे पनि तपाईँ केही कुरा राखिदिनु पर्यो। यहाँको स्थानीयले पनि हामी आफै पनि असुरक्षित छौँ कि चाहिँ अब यहाँ हामीलाई यो ठाउँमा सेक्युरिटी पनि चाहियो होइन। सुम्निमा पारुहाङ संस्थाको घर, सुम्निमा पारुहाङ संस्थाको सामान, हरेक सामग्रीहरू पनि असुरक्षित र सुम्निमा पारुहाङको थान्ने असुरक्षित र यहाँको हामी स्थानीयलाई पनि असुरक्षित भयौँ भन्ने खालको कुरा आइरहेछ। सही हो। हिजोको दिनमा चाहिँ तपाईँको यहाँ स्थानीयहरू यही ठाउँमा हुँदाखेरि होइन, उहाँहरू अब तपाईँहरू हुँदाखेरि हजुर त्यो ठाउँ त्यस्तो थिएन, किनकि अब तपाईँहरूले आफैले नि सुरक्षा होइन। तर जब हामीले चाहिँ अब यो ठाउँबाट चाहिँ अब यो सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने भइसकेपछि हामीले यहाँका चाहिँ बस्तीहरूलाई चाहिँ होइन अर्कै ठाउँतिर चाहिँ स्थानान्तरण गर्ने काम भयो र हामीले चाहिँ अब अरू ठाउँतिर चाहिँ स्थानान्तरण गरियो। त्यसपछि भनेको तपाईँको यहाँनिर त अब कसले हेर्ने भन्ने कुरा भयो। अनि यही मौका छोपेर चाहिँ अब भनौँ न अब कस्ता व्यक्तिहरू हुन्, जस्तै अब यसरी ढोकाहरू फोड्ने होइन, अब यो आर्ट मन पनि गरिदिने के थियो यो कुरा होइन। यसरी चाहिँ अब यो कि चाहिँ अब हाम्रै विरोधीहरू हुनुपर्छ चाहिँ जे जस्तो भए पनि त्यहाँ फुटाइदिन्छु म, टोटो गरिदिन्छु, भिगार गरिदिन्छु भन्ने एउटा चाहिँ त्यो खालको तत्त्वहरू हुनुपर्छ कि चाहिँ अब एउटा चाहिँ होइन भनौँ न अब आभाराहरू होइन त्यो तरिकाले पक्रेर लग्यो पनि गइयोस् हामीमा मलाई के मतलब छ भन्ने खालको चाहिँ त्यो खालको व्यक्तिहरू आएर गरेको हुनसक्छ। तथापि जोसुकै आएर गरौँ होइन, अब पनि हामीले चाहिँ चुप्लाएर बस्दैनौँ। अब हामी होइन अब तपाईँले भन्नुभयो जस्तो कि अब यसले यो कार्यले गर्दाखेरि यहाँको स्थानीय व्यक्तिहरूलाई पनि अब चाहिँ खतरा हुन्छ भन्ने किसिमको चाहिँ सङ्केत आइरहेको छ। अब हामी अब कसरी हुन्छ, कुन तर्फबाट हुन्छ होइन, हामी यसलाई चाहिँ एकदमै सुरक्षाको आधारले चाहिँ हामी एकदमै बलियो तरिकाले हामी लाग्छौँ। हामीले अब यहाँ चाहिँ अब होइन कसरी हुन्छ, हामी आफै खडेर हुन्छ या चाहिँ नगरपालिकाले खटाएर हुन्छ होइन, यहाँ चाहिँ अब विभिन्न अब होइन क्यामेराहरू राखेर हुन्छ, कसरी हुन्छ हामी यो एरियालाई चाहिँ हामी एकदमै सुरक्षाको उसमा राख्छौँ। हजुर यो सुम्निमा पारुहाङ संस्थाको घर अनि सुम्निमा पारुहाङको थानलाई मात्र नभएर यो पुरै एरियालाई नै सुरक्षित
हुने तरिकाले चाहिँ अब तपाईँहरूले त्यो तरिकाले अघि बढ्नुहुन्छ। डेफिनेटली बहिनी हामी त्यो गर्नैपर्छ किनकि हजुर। अब यो जस्तो कि अब आज यहाँ सुन्ने पालनको यो एरियाभित्र चाहिँ यसो गरिरहेछ भने भोलि गएर पर्तिर तपाईँहरू घर छिमेकी घरतिर चाहिँ तोडफोड नगर्ला भन्ने केही ग्यारेन्टी छैन। हजुर त्यस कारणले गर्दाखेरि हामीले गर्नैपर्छ, त्यो हामी गर्छौँ। तपाईँहरू ढुक्क हुनुहोस्। हजुर तपाईँहरू यति पनि नडराउनु होला। हजुर हजुर भोलि गएर चाहिँ यो कारणले गर्दाखेरि हामीलाई पनि अप्ठ्यारो पर्ला कि भन्ने अब हजुर एक किसिमको जनमास छ यहाँको स्थानीयहरूलाई, उहाँलाई भनिदिनु होला, उहाँलाई सुनाइदिनु होला। र म यही हजुरको भिडियो मार्फत पनि भन्न चाहन्छु होइन, तपाईँहरू त्यस्तो केही चिन्ता नलिनु होला। अब यसको जति पनि सुरक्षा छ होइन, सुरक्षा गर्नुपर्ने हामी गर्छौँ होइन, हजुर त्यो ढुक्क रहनु होला। हुन्छ हस् त। फिङ्गर गर्नु मिल्छ कि मिल्दैन? हजुर छुको छैन ए यो पत्ता लाउनु पऱ्यो भने लाइन छ है, यता नि छ है। अब अरू त देखिहाल्नु भयो तपाईँहरूले। रात दिन यो भर्याङको माथि चढेर छतबाट चाहिँ मान्छेहरूले तलतिरको भ्यू हेरिरहेको हुन्छ। र अब यो संस्थाले लिइसकेको घर जग्गा जमिनहरू हो यो एरियाको होइन, सुम्निमा र पारूहाङको जमिन एरिया परेकोले गर्दाखेरि यसरी चाहिँ माथि चढेर बस्ने खेल्ने खाने हुँदाखेरि केही घटना घटिहाल्यो भने त्यसको जिम्मेवारी ऊ आफै हुनेछ है। अनि लगभग अब यो भित्रको गतिविधिहरू मैले तपाईँहरूलाई देखाइहालेँ। यो तोडफोड भएको चाहिँ हिजो शनिबार शुक्रबार बसेको रहेछ। फोडेर झ्यालहरू फोडेर ढोकाहरू फोडेर पसेर बसेको रहेछ। हिजो सटरडेको भिडियोमा मैले ब्लग हालेको छु, भिडियो बनाएको छु, हजुरहरूले देख्नुभयो होला। अनि त्यसपछि हिजो बेलुका त अब त्यस्तो हुँदैन होला भनेको त, हिजो बेलुका पनि टनाटन मान्छेहरू देखिरहेको थियो होइन। अनि जब म आउने बेलामा चाहिँ मान्छेहरू बत्तीहरू मारिसकेको थियो अनि भाग्यो होला भनेर मैले सोचेँ के को भाग्दो रहेछ र यही भित्र चाहिँ बसेर चाहिँ बरु पुराका पुरा बम्बिट गर्ने खाने कामहरू चाहिँ भएको रहेछ होइन। ल अब चोरहरूले आधा खाइसकेको ढोका चाहिँ यसरी नवीन दाइले निकालिदिन्छ। यहाँ दुर्गा दाजु पनि आइपुग्नु भएछ। दुर्गा दाजु यहाँ आउनु न, तपाईँ सरप्राइज। आँखा चिम्मा गर्नु न, आँखा चिम्मा गर्नु ल, आँखा चिम्मा गर्नु। दुर्गा दाजुलाई सरप्राइज, आँखा चिम्मा गर्नु ल, आँखा खोल्नु त। अनि हिजो यस्तो छ कहाँ यहाँ बाहिर चाहिँ यो घरमा त निकै पर पनि यसरी चाहिँ फुच्चा हाजीहरू चाहिँ पिकनिक खाँदैछ। चोरहरूले हाम्रो सुम्निमा पारूहाङको जुन चाहिँ संरचना घरको ढोका फुटाएको थियो त्यो ढोका चाहिँ अर्को लाउनको लागि चाहिँ यहाँ आइसकेको छ। अब यो ढोका लगेर चाहिँ हिँडिनेछ। ल ल ल रातै पर्यो। नवीन दाईहरूले ढोका पर्खिनु भएको लगभग 3-4 घन्टा भयो है। नवीन दाजु रातै पर्यो है, के गर्नु त अब यस्तै टोक्दैन। होइन यसले अपरेसन गरेको छ त्यही भएर एउटा सिसी क्यामेरा बाहिर जोइन गरेको छौँ र भने अर्को सिसी क्यामेरा भित्र गरिएको छ। 2टा सिसी क्यामेराहरू राखिएको छ ताकि सुम्निमा पारूहाङको सुरक्षाको लागि र यो सुम्निमा पारूहाङको यो जुन चाहिँ यो घर छ यसको लागि भनेर चाहिँ 2टा क्यामेरा जोइन गरिएको छ। एउटा यता छ है, यो साइडको हो यसरी चाहिँ यता यो साइडमा एउटा क्यामेरा फिट गरिएको छ भने
एउटा क्यामेरा चाहिँ यता छ अगाडि साइडतिर है। ल यो देख्न सक्नुहुनेछ है। यसरी चाहिँ यता अगाडिपट्टि हो यो चाहिँ जहाँ कि यहाँ घर फोड्ने ढोका फोड्ने हरूको लागि भनेर चाहिँ अब हेरौँ ढोका चाहिँ काट्नु पर्यो कि परेन? परेन। त्यही त भयो अलिकति त्यो भनेको चाहिँ यो चाहिँ राख्छ नि उचाल्नु काटिँदाने अघि आएछ तिमीलाई त यो खोइ त भएन अर्को ल्याउनु पर्ने रहेछ आइरहँदैन त्यो पिन नगरेर नि यसरी राख्ने अनि तल घिसिएन घिसिन्छ त तल त्यो उयो राख्नु है त्यो नहानिकन चाहिँ राउटर र सिसी क्यामेरा चाहिँ बक्सहरू चाहिँ लगभग नजिकै राखेर एकै ठाउँमा चाहिँ यहाँनिर यसरी चाहिँ फिट गरिराख्नु भएको छ। अब राख्नु यो के छु भित्र खोलेर गर्नुपर्ने यता हात चेप्किन्छ है। यता पनि हेर्नु कति ए निकै पो ग्याप रहने रहेछ त। टेबल कोर्नु अनि खोलिन्छ खोलिन्छ। सम्भव त अब चाहिँ अब त काट्ने ल्याउनु पर्यो काटेर त्यसरी आज फिट गर्नुपर्छ होइन के चाहिँ दाजु देखिएन? अलिक अलिक उता उता अलिक छर्के पो भयो। हो त्यो ढोका दुर्गा दाजु तपाईँको हात चाहिँ अलिक यता ल्याउनु त ढोका अलिकति यता ढोकालाई चाहिँ अलिक यता हो। त्यसरी गर्दा मात्रै यो अलिक बिचमा पर्छ क्या नत्र भने छर्के पो पर्छ होला।